साथीहरू हामी चाहिँ घर हिँड्यौँ यो चाहिँ हाम्रो देवीनगर गाउँ यहाँ चाहिँ मलाई रिस उठाएर हैरान त्यो चाहिँ यहाँ देखेछ नि त्यो चाहिँ मेरो माइती घर साथीहरू हामी चाहिँ अब हिँडेको ल अलिअलि देखेछ राम्रोसँग देखेको छैन अब चाहिँ हामी घरतिर लाग्यौँ साथीहरू हामी चाहिँ गाडीमा नजाने भनेर हिँड्दै आएको के नजिकै छ के अरे त्यही भएर हिँडेको हामी चाहिँ हिँडेछौँ साथीहरू कति बजे पुगिन्छ पुग्न चाहिँ छिटै पुगिन्छ होला त्यस्तो टाढा चाहिँ छैन कि अस्ति नै हिँडेर आएको अलि बिचमा गाडीमा आयो अनि भन्छ भिडियो अस्तिको नि छ साथीहरू मैले हालेको छैन नेट नचलेर नेटको कारणले अनि हामी चाहिँ अब हिँडेको साथीहरू यहाँ चाहिँ मेरो बुढा हुनुहुन्छ यता हेर्नु न हेलो कस्तो लाग्यो साथीहरू यो चाहिँ माथि कति ठुलो बारी छ कि अरू हामी चाहिँ ऊ त्यो डाँडामा पुग्ने हो यो बुढाले मलाई रिस उठाएर कस्तो रिस उठायो लाम्बा इन्च छान्ने छ यस्तो भएछ कि बाटो चाहिँ हामी हिँडेको पहिला बाटो चाहिँ कस्तो राम्रो थियो यो बाटो उताको मोटर बाटो नखान्दा अनि मलाई चाहिँ थकाइ लागिसक्यो गाई कसरी पुग्ने हो यस्तो पुरै जङ्गल छ आफू एक्लै हिँड्नु त डर लाग्ने कि यहाँ त उहाँ चाहिँ पुगिसक्नु भयो त यस्तो छ बाटो चाहिँ हेर्नुहोस् न यो पहिरो गएको रहेछ पुरै हामी चाहिँ ऊ त्यो माथि डाँडामा पुग्ने हो अनि डाँडामा पुगिसकेपछि आइसेलु नि रहेन चाहिँ चिगुवाङ जमाल्यो अरे जान निस्केको गाडी आए साथीहरू खस भाषामा चाहिँ यसलाई नेपाली भाषामा चाहिँ यसलाई के अरे आइसेलु यस्तो थियो देखा ना गाइस देखा ना गाइस देखा ना देखा ना गाइस देखा ना ज्यादा कहिले चिकाउनु पर्यो ज्यादा त हुन्न नाकुरी बच्चा त म साथीहरू मिठो साह्रै मिठो मिठो अब चाहिँ हामी सरासर जान्छौँ ल ज्याप कुमारी ल नखाँदा आउँदै बाटो यस्तो छ तिमी सानो यत्रो नाकै ठोच ताकाइ हेर्न सिधा जाने बुढाले के लेख्न खोजेको त्यो उसले चाहिँ लेख्नु न कति मजाले हुन्छ है सानो त्यो उसले लेखे हुन्छ क्या अनि तैँले लेखिस् कि नै कसले लेख्यो यो प्लस त्यो प्लस त्यो भनेर यसरी केटुकीमा थाहा छ ल मेरो बुढाले यहाँ कसको नाम लेख्ने छ हेर नि त ए नाबेन
अब यस्तो लेख्न पहिला पहिला हो सानोमा ए अझै पलास हो ए होइन खै त मेरो नाम मेरो नाम लेख्नु न नाङकुसार र म हजुरको प्यारी गुई धनी एन्ड गणेश वा चाहिँ पहिला पहिला यस्तो कति लेखिन्थ्यो ए साथीहरू यो चाहिँ हाम्रो देवीनगर गाउँ अघि चाहिँ राम्रोसँग देखेको थिएन यो चाहिँ पुरै तल्लो लिम्देम है साथीहरू यस्तो छ यहाँ मेरो कमेन्ट गर्नु होला हजुरहरू को आउनुभएको छ मेरो भिडियो हेरेर कमेन्ट गर्नु होला साथीहरू हामी चाहिँ 8 बजे हिँडेको साथीहरू यही बज्यो हामी चाहिँ अब यस्तो सानो भन्न डर लाग्यो न मलाई छोडेर त्यहाँ जानुभएको खुट्टा दुख्यो मेरो त कष्टै माया छ भने फुल टिपेर दिए हुन्छ के अरे अब म सक्दिनँ हिँड्न त यहाँ जाऊ गाडीमा जाम क्या साथीहरू माथिल्लो लेनदेन तल्लो लेनदेन अब बल खेल्न नि सक्यो तलदेखि त्यो ग्राउन्ड देख्यो चाहिँ त्यो बाटो हामी चाहिँ आयौँ हिजो चाहिँ यति मान्छे थियो त्यहाँ आज नि छ क्या हो नि त्यहाँ मान्छे होइन लेदे होला भर्ने लेदे लेके चस्मा पुनः डाङ्गाउनु छ त्यहाँ मान्छेहरू हिजो चाहिँ बल खेल्न थियो अब सक्यो अब एकैचोटि 1 वर्षपछि यहाँ चाहिँ साथीहरू हामी चाहिँ ठकाइ मार्दैछौँ अनि हामी त्यो टलबाट आएको नि त त्यही भएर हामी ठकाइ लाग्यो होइन त्यही होइन छैन त्यो डाँडामा पुग्ने हो त्यो घर देखेको चाहिँ त्यहाँ पनि अलि उतापट्टि डाँडामा अनि हामी चाहिँ यस्तो तलबाट आयौँ फेरि हामी चाहिँ डाँडामा जाने हो कि अनि यी खुट्टा के गरेको यस्तो अब एकैचोटि घर गएपछि भेटौँला यस्तै भयो हामी चाहिँ अब ठकाइ मार्दैछौँ खान्न कि पानी हेर्नु पसिना छि पसिना खोलेर अरूको बुढाहरू कस्तो माया गर्छ नि साथीहरू मेरो बुढाले चाहिँ माया गर्दैन जाम कि हामी बस्रा अरे भाइ अब चिगाउँ मात्रै जाने लाग्छ टिप्न सक्नु पर्यो नि टिपिदिए पो हुन्छ र न ल लाग्यौँ हामी चाहिँ घिच लाग्यौँ ल यहाँ चाहिँ मूल बाटो ए के पोस्दिएको त्यस्तो इलाकले यसो हेर्न यता आनन्द हिँड्न पोचे नकाज यत्ताकै इलाकले सिन माधिले जङ्गाइ त्यो चाहिँ छ्या ओ शीतल शीतल हावा ओ हावा त यस्तो मजा आयो यस्तो मजाले अब चाहिँ हामी घर गएर कफल खान जाने कफल खान साथीहरू म देखाउँछु ल हजुरलाई कफल खान गएको कतिको त्यस्तो पाएको छैन ल साथीहरू गाउँघर यस्तै हो सर ल म एकैचोटि घर गएपछि बेच्छु हजुरहरूलाई राइट स्वाद फेरिदियो छि चौतारा पाकेकै छैन
यस्तरी फल्यो है। ल साथीहरू, अर्ग्यानिक फ्रुट, अर्ग्यानिक फलफुल खाँदैछौँ। 0% युरिया मल, एकदम यो चाहिँ एकदम अर्ग्यानिक हुन्छ। मिठो पनि हुन्छ होइन। अलि पाके छैन यी साथीहरू, अर्ग्यानिक फल। आज हामी कस्तो अर्ग्यानिक मात्र खाने, पाके छैन है। यस्तो है ए, यता नि छ। आमा यो रक्सी पार्नुहुन्छ त, यता रक्सी पार्न नि हुन्छ। पुरै यहीँ रहेछ है साथीहरू। हामी चाहिँ आउन लाग्यौँ अब घर। हामी चाहिँ हिँड्दै आयौँ, गाडी पाएको थियौँ तर हिँड्दै आयौँ होइन। गाडी पाएको थिएन साथीहरू। हामी चाहिँ रमाइ डाँडा आयौँ। कसले चिनेर रमाइ डाँडा कमेन्ट गर्नु होला। मेरो नयाँ भए लाइक सब्सक्राइब गरिदिनु होला साथीहरू। यो चाहिँ रमाइ डाँडा गाउँ ल। गाडी आएको छ कि यो चाहिँ रमाइ डाँडा गाउँ। हाम्रो यो पिच बाटो। हाम्रो गाउँ चाहिँ देखेको छैन। ऊ त्यहाँ हो के र यहाँ देखेकै छैन, पुरै जङ्गलै जङ्गल छ।